म अनिल सुनारी यसै रैनादेवी छहरा गाउँपालिका वडा नम्बर 8 राजापानी निवासी श्री प्रेम बहादुर राणा र दानी कुमारी राणाको छोरी वर्ष 22 की निर्मा राणालाई विगत 3 वर्षदेखि मुटु सम्बन्धी रोग लागि उपचार भइरहेको र उपचार गर्ने क्रममा अहिले आर्थिक अभाव भएको र घरको आर्थिक स्थिति पनि कमजोर भएको हुनाले गाउँघरबाट थोरै सहयोग रकम उठाएर म उहाँलाई हस्तान्तरण गर्न गइरहेको छु र यो भिडियो हेरिरहनुभएका सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरूले जति सक्नुहुन्छ थोरै थोरै भए पनि सहयोग गरी उहाँको उपचारको लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु र सहयोग गर्न नसक्ने साथीहरूले सेयर गरी सहयोगी मनसँग पुर्याइदिनु हुन अनुरोध गर्छु र म सम्पूर्णले सेयर गरी सहयोग पुर्याइदिनु होला भन्दै म उहाँको मम्मी श्री दानी कुमारी राणाज्यूलाई पनि केही बोल्न अनुरोध गर्छु र हजुरलाई मनमा लागेको कुरा भनिदिनु। सबै सम्पूर्णमा नमस्ते। मेरो नाम दानी कुमारी राणा र मेरो छोरी निर्मा राणा। विगत 3 वर्षदेखि मैले दबाई पानी उपचार गर्दै आइरहेको छु। यो मुटु सम्बन्धी बिमारले मैले दबाई गर्दै पनि अहिले घरको आर्थिक अवस्था त्यस्तै कमजोरी भएर मैले नसक्दाखेरि मैले गाउँघरमा यसो सानो सहयोग गरिदिनु हुन आग्रह गरेँ र यति सबै सम्पूर्णले हेर्नुभयो भने यो भिडियो तपाईँहरूले सक्दो सहयोग गर्नुहोला। यदि सहयोग गर्न सक्नु भएन भने भिडियोलाई सेयर गरिदिनु होला। मैले यति भन्न चाहेको छु। हाम्रो भान्जी पनि निर्मा राणाज्यू थोरै हजुरमा मन लागेको कुरा भनिदिनु होला र सहयोग गर्नेहरूलाई के भन्न चाहनुहुन्छ? सहयोग गर्नुहुने यहाँ गाउँघरका सम्पूर्ण दिदी बहिनी दाजुभाइलाई चाहिँ धेरै धेरै धन्यवाद। तपाईँहरूको सानो सहयोगले मैले नयाँ जीवन पाउँछु कि हजुरहरूले मलाई यसरी यो भिडियो मार्फत हेरिराख्नु भएको छ भने हजुरहरूको मनमा कुनै दया माया नयाँ जीवन पाओस् भन्ने चाहनुहुन्छ भने हजुरहरूले मलाई आफूले सक्दो आर्थिक सहयोग गरिदिनु होला। म विगत 3 वर्षदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित भएर बसिरहेको छु। अरू त के भन्ने हो, सक्दो सहयोग गर्न नसके सेयर गरिदिनु होला। धन्यवाद। र हामीले गाउँघरबाट उठाएको थोरै रकमले पनि उहाँलाई केही सहयोग हुन्छ कि भनेर उठाइदिएका छौँ। थोरै थोरै भए पनि सङ्कलन गरेर उहाँलाई हस्तान्तरण गर्दैछु, बुझाउँदैछु र हाम्रो भान्जीलाई निर्मा राणालाई यो रकम हस्तान्तरण गर्दैछु र फेरि पनि एकपटक यहाँहरूले सक्दो सहयोग गरिदिनु होला भन्दै हार्दिक नमन व्यक्त गर्दै यहाँहरूलाई फेरि पनि नमस्कार भन्दै बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।